हेलो गाइज गुड मर्निङ सबैजनालाई। आज चाहिँ न्यू इयरको दिन सबैजनालाई ह्याप्पी न्यू इयर हैन। आज चाहिँ न्यू इयर नयाँ वर्षको सबैजनालाई शुभकामना। फेरि पनि सबैको पहिला भएका दुःख कष्टहरू सबै भागुन्। अब मलाई यहाँभन्दा भन्न केही आउँदैन र हामी चाहिँ आज जाँदैछौँ घुम्नको लागि। म चाहिँ रेडी भएर हैन चट्टपाडामा सक्स पैन्ट र टी सर्ट लगाएर रेडी भएर चाहिँ जानुपर्ने हुन्छ घुम्न। अब चाहिँ एकछिनमा चाहिँ म चाहिँ घरबाट निस्किनु पर्ने हुन्छ हैन। सो हेर्दै गर्नु होला के कस्तो हुन्छ, म देखाइ नै हाल्नेछु है। सो गाइस म चाहिँ जाँदैछु। झोलामा चाहिँ बुफर हालेको होइन, सक्स हालेको, अझै लगाएन सक्स चाहिँ मै गरेर लगाउनु पर्ने हुन्छ। अब चाहिँ हेर्दै गर्नु होला, म देखाउँछु। सो गाइज म चाहिँ घरबाट निस्किसकेँ होइन। अब चाहिँ जानुपर्ने हुन्छ घुम्नको लागि। सो छ्यामा चाहिँ पछाडि हुनुहुन्छ, छ्यामा र नानी, म चाहिँ अगाडि छु। सो हेरौँ के कस्तो हुन्छ आज न्यू इयरको दिन होइन। जे जस्तो भए पनि नानी चाहिँ यहाँ छ। सो छ्यामा चाहिँ यहाँ हुनुहुन्छ। के कस्तो हुँदैछ आजको दिन? एकदम बवाल। सो होइन। सो गाइस अब चाहिँ एकछिनमा भेट्नु पर्ने हुन्छ है त। वहाँ गएर बुफर पनि बजार लिएर हिँडेको छौँ। अब हेरौँ गीत बताउँछौँ, त्यसपछि डान्स त हान्नु नै पर्ने हुन्छ। डान्स नहानी त रोशनीलाई रमाइलो हुँदैन। सो त्यसैले एकछिनमा भेट्छु नि त। सो गाइस हामी चाहिँ आइसक्यौँ ठुलो खेतमा होइन। सो हामी चाहिँ गीत बजाउँदै रमाइलो गर्दै हिँड्दैछौँ। धन्दै लडेको एकछिनमा। सो देख्न सक्नुहुन्छ यताको भ्यू सर र हामी यता छौँ छ्यामा म र नानी। त्यहाँनिर त नयाँ ठाडी बनाएछ त। मनाएको नि धेरै भएछ क्या आउनु। गीत बजेपछि आँखुजीको कहाँ ठाउँमा खुट्टा हुन्छ र। सो गाइस देख्न सक्नुहुन्छ। सो यताको भ्यू त्यो ठाँटीनिरी मान्छेहरू आएर बस्नु भएको। यतानिर चाहिँ मकै फल्ने बेला भएको छ। सो हेर्नुहोस् होइन। चट्टपाडामा यता नानी यता छ्यामा। कस्तो हुँदैछ आजको? कस्तो हुँदैछ छ्यामा? यता छु सिरै लाउने लाजाउँदै भरे भेटा हो। अब चाहिँ म चाहिँ वहीँ मन्दिरमा गएर भेट्छु होइन। सो के कस्तो हुन्छ हेर्दै गर्नु होला। राम्रो भए नराम्रो भए पनि आफ्टर लङ टाइम पछि ब्लग गर्दैछु म होइन। आँखाको ब्लगको हल्का रमाइलो त हुनै पर्यो नि, के हो र कुरो होइन। सो गाइस फाइनली हामी आइसकियो। सो देख्न सक्नुहुन्छ हाम्रो यहाँ के नेचुरल ब्लेज लाइफ फिस फार्म सोपोन पोखरी देख्न सक्नुहुन्छ। सो यताको भ्यू सर लगाएर होइन हामी चाहिँ यता छु। यता चाहिँ माछा पोखरी छ। सो गाइस देख्न सक्नुहुन्छ यहाँको कस्तो दामी हौ 108 धारा होइन सर लाएर। त्यहाँ चाहिँ सिला। यता चाहिँ आज पनि यस्तो छ कि मान्छेको भिडभाड छ होइन, ठिकै नै छ। म चाहिँ यता छु पुरै पसिनाले पुरै भिडियो। सो अब चाहिँ टिकटक भिडियो चाहिँ गराउनु पर्ने हुन्छ होइन। हेर्दै गर्नु होला के कस्तो हुन्छ। सो गाइज हामी चाहिँ फर्किँदैछौँ घर र दोस्तै रमाइलो गरी आज चाहिँ होइन। फोटोहरू भिडियोहरू लास्ट खिच्यो आज चाहिँ होइन। सो अब चाहिँ घर लाग्नु पर्ने हुन्छ। छ्यामा र नानी यता
म चाहिँ छु यता नाम पनि लास्टी लाएन तर मैले यो हुड चाहिँ छोड्दिनँ किन भन्दा म काली हुन्छु भन्नुहुन्थ्यो कालो मुन्छे कचोटी कालो हुन्यो भए पनि म छोड्दिनँ फेरि त तर पनि छोड्दिनँ म कालै भए पनि छोड्दिनँ कि हुड त अब चाहिँ हामी घर जानुपर्ने हुन्छ छ्यामा कस्तो हुँदैछ आजको घुमाइ भन्नु गइयो यो घाममा रमाइलो बेसरी हो के कस्तो हुँदैछ नानी आज आउनु है सबैजना मुका प्राइ दामी सबैलाई वेलकम छ है गाइस सो अब चाहिँ लाग्नुपर्ने हुन्छ उकालो बाटो छ 1 घन्टाको बाटो छ घर जान अब चाहिँ हामी जानुपर्ने हुन्छ सो अहिले भेट्छु गाइज हामी चाहिँ माथि आएर रेस्ट गर्दैछौँ यता चाहिँ छन् मेरा बुढाबुढीहरू यता चाहिँ छु म सबभन्दा ठुलो मान्छे यता हिँड्नु गाइजहरु बस्नु भएको छ्यामा म चाहिँ यता छु थकै लाएर हलत परेको गाइज अब चाहिँ यहाँ नाच्नु पर्ने हुन्छ एकछिन सो के कस्तो हुन्छ है त सो गाइज यता चाहिँ हुँदैछ रमाइलो अब चाहिँ म पनि नाच्नु जानुपर्ने हुन्छ अब ढल्यो केटो ठाउँको ठाउँ सो गाइज यता चाहिँ नाच्दैछन् यिनीहरू रमाइलो गरेर हाम्रो छ्यामा र नानी नाच्दैछन् सो गाइज यता हुँदैछ हाम्रो बहिनीको डान्स खेदिउमा बहिना सो गाइज नाच्नु हुन्छ यता चाहिँ छ्यामा र नानी अब चाहिँ म पनि नाच्नु पर्ने हुन्छ सो हेलो बेबी हेलो हेलो भना डरायो क्या हो मसँग डल्ला डान्स आउँदैछ यहाँ सो गाइस देख्न सक्नुहुन्छ कसैले सक्दैन हामी बास्तारेलाई डान्समा नानी लडे सो गाइज हामी चाहिँ हिँड्दैछौँ घर अब चाहिँ फर्किँदै रमाइलो समेलो गऱ्यौँ होइन अब चाहिँ जानुपर्ने हुन्छ घर छ्यामा र उहाँ उस हुनुहुन्छ म चाहिँ नानीहरूसँग छु अहिले चाहिँ हाम्रा बुढाबुढीहरूसँग ए पर्खा मलाई ल नानी रामसँग जाऊ ल बाई बाई मेरा बुढाबुढीहरू मजा यता गीतको तालमा छुरुछुरु हिँडेन यिनीहरू अब चाहिँ म घर गएर भेट्नु पर्यो गाइस हामी चाहिँ घर आइसक्यौँ होइन अब चाहिँ छ्यामा यहाँबाट घर जाने रे म पनि यहाँबाट घर जान्छु होइन ल छ्यामा बाई बाई आजको कस्तो भयो न्यू इयर रमाइलो भयो बेसरी नै हो होइन ल बाई 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 सो गाइस म चाहिँ फाइनली घर आइबे साम्रो ए सो अब चाहिँ एकछिन रेस्ट गरेर चाहिँ खाजासाजा खानुपर्ने हुन्छ एकछिन सो गाइस म चाहिँ घर आएर होइन रेस्ट गरेर अब चाहिँ भ्लग इन गर्नुपर्ने हुन्छ सबैजना लास्टमा हेरिदिनु होला भिडियो के कस्तो लाग्यो भनिदिनु होला सो यति भन्दै वान्स अगेन फेरि पनि ह्याप्पी न्यू इयर सो गाइस बाई बाई आई लभ यु